साथीहरू पुसको पक्के मागमा खाक्के भन्ने त तपाईँहरू सानो हुँदाखेरि पढ्नु भएको थियो होला नि स्कुलमा। मामा घर चाहिँ मगर हो नि त। माघे सङ्क्रान्तिमा जहिले पनि बटुक बनाउनु हुन्थ्यो कि कस्तो मिठो लाग्छ नि मलाई यो बटुक चाहिँ। साथीहरू बटुक बनाउन चाहिँ एकदम लामो प्रोसेस छ कि म तपाईँलाई सर्टकटमा भन्छु ल। यसमा चाहिँ मासको दाल रातभरि भिजाउनु पर्छ, बट मसँग टाइम नभएको भएर चाहिँ मैले 2-3 घन्टा मात्रै भिजाएको थिएँ। यो चाहिँ मैले सबै कुराबाट पिसेर लिएको भएर घरमा आएर बनाउने मात्रै भएको भएर चाहिँ आफूलाई के मनपर्छ त्योहरू चाहिँ एड गर्न सक्नुहुन्छ। मैले लसुन र अदुवा चाहिँ पहिले हालेको थिएँ अनि यसमा थोरै बेसार कलर दिनको लागि र अनि हल्का धनिया अनि जिराको पाउडर हाल्दा पनि हुन्छ स्वाद अनुसारले। आफूलाई मन पर्दैन भने नहाल्दा पनि हुन्छ। अनि यसरी हालिसकेपछि एकदम मोल्नुपर्छ नि यसलाई। मोलेर रेडी भइसकेपछि यता तेल पनि तताउँदै थिएँ कि मैले चाहिँ अहिले योसँग चाहिँ मैले 2 चोटि बनाएँ र मलाई ठिकै लाग्यो। खासै नेपालको जस्तै मिठो चाहिँ लागेन, बट ठिकै राम्रै थियो, नट ब्याड। भन्दै मैले बनाएको बटुक पनि हल्का चाहिँ यसलाई मिडियम हिटमा पकाउनु पर्छ। त्यो पकाएन भने चाहिँ अलिक ठुलो हिट भयो भने चाहिँ बाहिर मात्रै कालो हुन्छ, भित्र चाहिँ पाक्दैन नि त। हेर्नुहोस् त त्यो पनि कस्तो खङखङ लाग्ने देखियो नि। अब मैले बनाएको बटुक पनि रेडी भयो। तपाईँहरू पनि घरमा बनाएर खान सक्नुहुनेछ। थ्याङ्क यू फर वाचिङ।